So hey what's up guys, it's Anuj here and I'm finally back again with the new video. New day, new vlog. म सन्चै छु, तपाईहरु सबैजना पनि सन्चै आराममा हुनुहुन्छ होला। सो धेरै भएको थियो भिडियो नहालेको, लगभग 2 हप्ता 3 हप्ता भइसक्यो र 2 हप्ता 3 हप्ता पछि फाइनली आज चाहिँ भिडियो हाल्ने टाइम पाएको छु। सो कुरो के भयो भन्दाखेरि मैले अस्ति PS5 लिएर आएको थिएँ नि हैन। लाइक फर्स्ट के भयो भन्दाखेरि मैले फर्स्टमा एउटा PS5 किनेको थिएँ। त्यो चाहिँ चलाए 1-2 महिना चलाए, बिग्रियो अनि त्यसलाई मैले चाहिँ एक्सचेन्ज गर्न लगाए, अर्को नयाँ दियो र नयाँ ल्याएपछि फेरि त्यो पनि बिग्रियो के। सो त्यही भएर चाहिँ आज चाहिँ मलाई चाहिएन PS5। अब रहर पनि पुग्यो, मिल्छ भने मिल्छ होला, मिल्नै पर्ने हुन्छ। त्यसलाई चाहिँ म पैसा माग्छु हैन, रिफन्ड गरेर चाहिँ पैसा लिएर आउँछु। मैले यति भन्दैमा त किन हाँसिछु, त्यसरी हाँस्नु त पाइँदैन नि त। सो त्यही भएर चाहिँ आज PS5 दिएर चाहिँ पैसा लिएर आउँछु है सकेसम्म। सो कुरो चाहिँ के हुँदो रहेछ भन्दाखेरि एकछिन नलायो, एकछिन नलानु के हुन्छ भाषा। सो कुरो के भयो भन्दाखेरि मैले चाहिँ यहाँ राख्छु कि PS5 लाई यतिकै हुन्छ। अनि के हुँदो रहेछ भने फेरि हाम्रो घरमा चाहिँ लास्ट धेरै कक्रोच छ कि हैन, कक्रोच जताततै छ कि आजकल धेरै बढेको छ है। अनि कक्रोच चाहिँ के हुँदो रहेछ भन्दाखेरि यहाँ पछाडि छ नि, यो पछाडि दुलोबाट चाहिँ उही नबजाना, अनि यहाँ पछाडि दुलोबाट चाहिँ कक्रोचहरू गइदिँदो रहेछ क्या। अनि गएपछि चाहिँ तपाईँको भित्र तारहरू चाहिँ सर्ट गरिदिँदो रहेछ क्या। म हल्का यो तार निकाल्छु है, निकालेर देखाउँछु। सो कस्तो छ भन्दाखेरि यस्तो हुन्छ, नबजा यस्तो छ कि होइन, पछाडि यस्तो छ। अनि यहाँबाट चाहिँ गइदिँदो रहेछ कि दुलोबाट। अब कसैको PS5 छ भने प्लिज कभर गरेर एकदम सेफ तरिकाले राख्दा हुन्छ है। किनभने एकदम दुईवटा बिग्रिनु भनेको त उस शान्तिको कुरा होइन नि यार। एउटा बिग्रियो ल केही नि हुँदैन, एउटामा त पस्यो होला नि त जस्तो लाग्यो। अनि अर्को ल्याएपछि हुँदैन होला नि यार, एउटा त बिग्रिहाल्यो, के त्यो सेकेन्ड त बिग्रिनु होला नि जस्तो लागिरहेको थियो। यसको पनि यहाँभित्रबाट छिरिदिँदो रहेछ कि अस्ति। अनि मैले बिग्रिएपछि होइन यसो हल्लाएको थिएँ, यहाँभित्रबाट चाहिँ कक्रोच निस्किरहेको थियो क्या। सो त्यही भएर चाहिँ भयो, अब मलाई चाहिएन, रहर पनि पुग्यो। यसलाई चाहिँ म साटेर पैसा फिर्ता माग्छु है। महँगो छ फेरि, $700-800 हालेको। सो पैसा मागेर आउँछु। सो त्यही हो गाइज, अब खानासाना खान्छु अनि त्यसपछि एक्सचेन्ज गर्न जान्छु। के त्यसले एक्सचेन्ज गरिदिन्छ होला कि मैले पैसा पाउँछु कि पाउँदिनँ। सो अब सी यु गाइज। प्लिज के आउनुहोस् यार। आजको खाना चाहिँ यस्तो छ है मेरो है, टक्क लाएर। यो चाहिँ हाम्रो मटन फ्राई भयो, यो चाहिँ हाम्रो फर्सीको तरकारी, यो चाहिँ राजमा आलु हो कि चना आलु समथिङ के हो होइन। फर्सीको तरकारी अनि होइन रहेछ, यो चाहिँ काँक्रो र आलुको अचार रहेछ है। सो अब खाने अनि खाएपछि जाने रहेछ। सो अब चाहिँ पुगेर जान लाग्यो है, बिजो गयो। अब चाहिँ जहाँबाट किनेको थियो त्यही जान लाग्यो। एक्सचेन्ज गरौँ कि जस्तो लागिरहेको, तर रिफन्डै गर्छु म पुग्छ। सो गाइज म चाहिँ अब निस्किसकेको है जानलाई। पछाडि त्यहाँ राखेको छु PS5 को डब्बा। त्यहाँको मान्छेले नि के भन्छ होला, अस्ति 1 महिना भयो क्या, ट्याक्कै November 1 मा हो होइन, 1-1.5 महिना भयो। November 1 मा मैले एक्सचेन्ज गरेको, नयाँ बिग्रिएर। फेरि अहिले 2 महिना हुन नपुग्यो, फेरि यो नि बिग्रियो एकदम ल्याङ, के भन्छ होला यार। सो म चाहिँ यहाँ आइसकेँ होइन यो लिएर। सो त्यही हो मैले किनेको चाहिँ JBI। के भन्छ त्यसले, एक्सचेन्ज त गर्दिनँ म है, त्यो चाहिँ रिफन्डै गर भन्छु। मिलीसम्म के भन्छ जस्तो यहीँ हो, यहीँ आएको। अब के भन्छ त्यो मान्छेले यार, लास्ट मोड मात्र एक्सचेन्ज गरेर लाइक इट्स नट टर्निङ अन। लाइक दिस इज सेकेन्ड टाइम आई एम एक्सचेन्जिङ दिस। I don't know the reason why this is not turning on. I tried a lot, but so it's not turning on. Yeah. What do you mean by it's not turning on? I think it's not. No, not any like power lights, not any sound. Have you tried another floor? Yeah, I tried. So यसले चाहिँ यहाँ चेक गर्दैछ होइन। सो हेर मैले के भन्छ, चेक गरेपछि अब भन्छ कि भन्दैन, त्यही हो। And the other one did the exact same thing? Yeah, same thing in the previous area. It's a bit weird. Yeah. सो त्यो चाहिँ चेक गर्छु भनेर भित्र गएको छ है। सो एकछिन म यता डुल्नु पऱ्यो के छ सामानहरू है। ड्रोनहरू रहेछ यहाँ, ड्रोनहरू छ। ड्रोनहरू त लास्टै महँगो हुन्छ नि, 1699 अरे। सो यो मैले नेपालमा चाहिँ त्यस्तो खाले देखेको थिएँ एकजनाको, त्यस्तो खाले राम्रो हुन्छ त्यो पनि है। एउटा के हो भन्छ त्यसको नाम चाहिँ थाहा भएन। सस्तो खाले ड्रोनहरू नि हुँदो रहेछ, 499 299 वाला। छ यार यसले राम्रै हुन्छ जस्तो DJI नि हो अरे यस्तो खाले। नेपालमा यो सस्तो खाले देखेको मैले, यो वाला चाहिँ देखेको थिएँ मैले।
सो गाइज म चाहिँ अहिले यहाँ बसिरहेको छु रिफन्ड गरिदिन्छु भने रिफन्ड नि भयो तर रिफन्ड चाहिँ मेरोमा होइन अरूकोमा हुने भयो लाइक के भएको थियो भन्दाखेरि मैले चाहिँ एउटा दाइलाई किनिदिनु भनेको थिएँ सो दाइको कार्डबाट चाहिँ पे गरेको थिएँ कि पैसा तिरेको थियो सो त्यही ओरिजिनल मान्छे जसले पैसा तिरेको थियो होइन सो त्यही हुनुपर्छ अरे त्यही भएर चाहिँ त्यो मान्छे दाइ हुनुहुन्न नि त मसँग अहिले सो दाइ आएर चाहिँ अब दाइलाई चाहिँ रिफन्ड हुने भयो अनि दाइले चाहिँ मलाई हालिदिनुहुन्छ सो कुरा त्यस्तो भयो त्यही हो गाइज अब रिफन्ड चाहिँ भयो है सो म चाहिँ थाकिसकेँ गेम खेल्दा खेल्दा अब चाहिँ नखेल्ने PS5ले वाक्क पाऱ्यो अब चाहिँ निस्किन्छु यसो बाहिर एक्सप्लोर गर्छु यताउता के छ अब खासमा पनि खाइन्छ होला भर्खर भात खाएर आएको भोक लागेन के हुन्छ हेर सो अब चाहिँ हामी बबल टी खान लाग्यो है सो नानीले चाहिँ बबल टी लिएर आइदियो नि त नानीले चाहिँ बबल टी लिएर आइदियो भन्थ्यो होइन सो त्यही एउटा चाहिँ त्यसलाई एउटा चाहिँ मलाई दुईवटा बबल टी अब घर गएर मस्त खानुपर्छ A few moments later. सो घर आइपुग्यो ल के भयो कहाँ के भयो उस त भिडियो गर न उनीहरूलाई त केही भन् थ्याङ्क यू भन् केही रेगुलर होइन रे के हो त बबल टी ल चेन्ज गर्नु पऱ्यो आइपुग्यो है अब काम भइहाल्यो त्यही हो सो गाइज म चाहिँ यहाँ यतिकै बसिरहेको छु होइन अब काममा जाने बेला हुन लाग्यो अब 1-2 घन्टा छ 1-1.5 घन्टा छ त्यसपछि चाहिँ काममा जान्छु अनि कस्तो भइरहेछ नि आजकल चाहिँ भिडियो बनाउनु पाइरहेन क्या टाइम पनि त्यस्तै चलिरहेछ होइन भिडियो बनाउनु टाइम छैन काम चलिरहेको थियो सो त्यही भएर चाहिँ मैले चाहिँ भिडियो बनाउनु पाएको छुइनँ आजकल लाइक केही टाइम पहिला त हालिरहेको थिएँ नि त ननस्टप एक हप्ता 2 हप्तासम्म चाहिँ कन्टिन्यू भिडियो हालिरहेको थिएँ त्यति बेला त बिदा पनि थियो नि त त्यही भएर हालिरहेको थिएँ अब चाहिँ त्यस्तो छैन सो त्यही हो आजकल फेरि अलिकति ढाडहरू पनि यताउता लास्ट प्रब्लम देखिरहेको छ क्या मेरो शरीरहरू चाहिँ लास्ट धेरै दुख्न थालेको छ सो चेकअप गर्न पनि जानुपर्ने छ के भएको भनेर अनि त्यही हो अनि भिडियो चाहिँ अब मिलाएर हाल्छु बिस्तारै हालेपछि यसो हेरिदिनु होला माया गरिदिनु होला ठिकै छ भ्युज चाहिँ पहिलाको जस्तो आएको छैन तर ठिकै छ म खुसी छु जे छ त्यसमै खुसी छु मेमोरीहरू पनि हुन्छ नि त भिडियोहरू हालेर सो त्यही भएर मैले चालिरहेको हो अनि त्यही हो गाइस खाँदैछु बबल टी एकदम अल्झिरहेको छ अब चाहिँ भिडियो म यतितिर एन्ड गर्छु यसो 1-1.5 घन्टा चाहिँ सुत्नु पऱ्यो होइन सुतेर अलिकति के रेस्ट हुन्छ कि है फेरि बेलुकी काम छ नि त सो रेस्ट पनि हुन्छ भनेर चाहिँ सुत्नु पर्ने हुन्छ एकछिन है अब त्यही हो गाइस आजको मौसम यस्तै छ घाम लागेको छैन शीतल त के भन्नु लाइक क्लाउडी छ बाहिर होइन तर क्लाउडी भयो भने कस्तो हुन्छ नि गर्मी छ कि हपक्क परेको छ दिन यस्तो छ आजको दिन चाहिँ आजको बिदा पनि सकियो बिदा त एकैछिन सकिन्छ घर बन्ने बित्तिकै झ्यामझुम सकिहाल्छ अनि हाम्रो करेसाबारीमा सबै यहाँ गोडमेल भइसक्यो टक्क गोडमेल हाम्रो स्पेसल युनिक करेसाबारीमा चाहिँ यहाँ तरकारीहरू फल्दैछन् है सो त्यही हो गाइस आजको भिडियो म अहिलेतिर इन गर्छु सबैजना राम्रोसँग बस्नु होला म यसो रेस्ट गर्नु पऱ्यो आजको भिडियो एकदम छोटो थियो आई थिङ्क है मैले हेरेको पनि छैन कति लामो छ छोटो छ त्यस्तो स्पेसलिटी नै भएन त्यही हो PS5 बिग्रियो थियो ब्रो दुईचोटि बिग्रियो कि एकचोटि बिग्रियो अनि म गएँ गएर चाहिँ लिएर आएँ एक्सचेन्ज गरिदियो उसले अनि ककरोच पसेको भनेर उसले त्यति बेला चाहिँ चेक गरेको थिएन ककरोच पसेको पर्छ भनेर एक्सचेन्ज गरेर दियो 1 महिना मात्र भएको थियो त्यो ल्याएको त्यो पनि सेम म त के भन्ने होला गाली नै पो गर्छ कि जस्तो लागिरहेको थियो गयो अनि त्यसले चाहिँ यताउता खोलेर हेऱ्यो अर्कै मान्छे थियो आज चाहिँ अनि खोलेर हेऱ्यो खोल्दाखेरि चाहिँ उसले के नि भनेन त्यस्तो ककरोच छ के नि भनेन उसले चाहिँ नयाँ लैजान्छ भनेर सोध्यो अनि भयो म लैजान्न आई एम टायर्ड अफ दिस PS5 भनिदिएँ त्यसपछि उसले चाहिँ के गर्छ जस्तो भने त्यसपछि चाहिँ मलाई रिफन्ड गरिदियो नि त भने रिफन्ड हुँदो रहेछ बट लाइक जो मान्छेले किनेको थियो नि त्यही मान्छेले रिफन्ड हुँदो रहेछ क्या अनि मलाई चाहिँ दाइले दिनुभएको थियो नि त दाइले किनिदिनु भएको थियो म चाहिँ जानु पाएको थिइनँ त्यो दाइले चाहिँ मैले पे गरेको थिएँ क्या अनि दाइ चाहिँ आज हुनुभएको थिएन त्यहाँ सो त्यही भएर चाहिँ अब भोलि पर्सि दाइ कहिले फ्री हुनुहुन्छ दाइले जानु भनेको छु अनि दाइले चाहिँ अब रिफन्ड गरेर मलाई हालिदिनुहुन्छ पैसा सो त्यही हो कुरो सो ककरोच चाहिँ एकदमै हानिकारक हुँदो रहेछ ककरोच देखेर चाहिँ मलाई यस्तो रिस उठिरहेको नि है बिचरा यार त्यहीँ राख्थेँ मैले PS5 आज त खाली छ
सो त्यही हो त्यस मैले केयर गरेको भए मलाई थाहा थियो नि त त्यो कक्रोचले चाहिँ त्यस्तो गर्छ भन्ने कुरो तर मैले सेकेन्ड टाइम पनि होइन अर्को ल्याइसकेपछि चाहिँ त्यसलाई चाहिँ राम्रोसँग कभर सभर गरेर नानीहरूले त भनिरहेको थियो कभर गरेर कक्रोच पस्यो भने बिग्रिँदो रहेछ भन्दै के लाने पहिलो एउटा त बिग्रिहाल्यो दोस्रो त बिग्रिन्न होला नि सबै त्यस्तै काम आउँछ नि जस्तो लागिरहेको थियो त्यो पनि बिग्रियो त ढाबामा नि साइको भइहाल्यो नि सो गाइस त्यही हो आजको भिडियो मैले धेरै इन गर्छु धेरै बेला गरेर चाहिँ बोल्दिनँ म है किनभने बाहिर कतै गएको छैन भित्र बसेर कति बोल्नु झ्याउ लागिसक्यो मलाई चाहिँ है सो गाइस त्यही हो सबैजना राम्रोसँग बस्नु होला इन्जोय गर्नु होला आफ्नो फ्यामिलीसँग चाहिँ रमाउनु होला खुसी हुनु होला म पनि आजको लागि यति नै भन्दै भिडियो चाहिँ इन गर्छु कामतिर दौडाउनु पर्ने हुन्छ है बाई बाई गाइस टेक केयर सो गाइस टेक केयर बाई बाई